रेड ग्रेभी भन्नु ल होइन यहाँ अर्कै भन्नुहुँदैछ होइन ग्रुपमै पठाउने होइन अहिले चाहिँ के भन्नु यसको नाम के हो? रेड ग्रेभी रेड ग्रेभी केबाट बनाउनु भएको यो? यो टमेटो टमेटो हुन्छ है, टमेटोबाट हजुर। अनि यो चाहिँ ब्राउन ग्रेभी ब्राउन ग्रेभी अनियन र टमाटर अनियन टमाटो। अनियन कसरी हाल्नुभयो? अनियनलाई के गर्नुभयो? अनियनलाई डिप ब्राउन फ्राई गरेर हजुर मिक्सरमा ग्राइन्ड गरेर ओके दामी। यो के बनाउनु हुँदैछ तपाईँले? वाइट ग्रेभी यो कसरी बनाउनु भयो? के हाल्नुभयो? दालचिनीको पत्ता हजुर लसुन हजुर अनि सेतो यसलाई मगज काजु मगज र काजु है, नै खुल्लै छ। क्यासिनट र वाटरमेलन सिड है। अब यहाँ हालिदिनु, त्यो हाल्नु, मजाले सेक गर्नु, हल्लाउनु हल्लाउनु। पहिला मिल्क हाल्नुपर्छ, मिल्क हाल्नु फर्स्ट। हाल्नु मजाले, हाल्नु मजाले, घुमाएर हाल्नु, घुमाएर चारैतिरबाट बस। आधी आधी पर हाल्नु। के बनाउनु भएको अरे? ब्राउन ग्रेभीमा के हाल्नुभयो? यसमा ओनियनलाई हल्का गोल्डन ब्राउन गरेर ब्लेन्ड गरिवरी अनि अलिकति टमेटो सस टमेटो पनि मिक्स गरेर ब्लेन्ड गरिदिनु। ओके, अहिले लास्टमा के हाल्नुभएको? वाटरमेलन र वाइट ग्रेभी, वाइट पेस्ट है। ल तपाईँ भन्नु त अब के हाल्नुभयो अरे? अब चाहिँ होइन होइन पुरै सुरुदेखि हजुर वाइट पेस्ट हाल्नुभयो। के वाइट पेस्ट चाहिँ के को हुँदो रहेछ? वाइट पेस्ट काजु र मगज है, वाटरमेलन सिड एन्ड क्यासिनट होइन। अनि म्याम फेरि भनिदिनु त हेर्नु के अरे तपाईँले के बनाउनु भएको अरे? त्यो रेड ग्रेभी, त्यसमा के जाँदो रहेछ? के को रेड ग्रेभी के कोबाट बन्यो? टमेटोबाट हो। टमेटो अनि अरू हल्का ब्राउन ग्रेभी पनि हाल्ने हजुर दालचिनी ब्राउन ग्रेभी होइन, ओनियनको पेस्ट हाल्ने हो त्यो चाहिँ है। अनि अरू इन्डियन स्पाइसी हाल्नुभयो। अनि उयो क्यासनट र मगजको तपाईँको मिलन सिड पनि हाल्नुभयो पेस्ट। ओके डन। राम्रो राम्रो छ, राम्रो। यो भनेको चाहिँ यो ब्राउन ग्रेभी भनेको स्पेसली ननभेज मासुको आइटमहरूमा है। यो मिटको आइटम कुनै पनि। यो भनेको चाहिँ भेज ननभेज दुइटै है। चिकन बटर मसला, पनिर बटर मसला यस्तोहरू जान्छ। यो भनेको चाहिँ अनि तपाईँको यो भनेको चाहिँ साई ग्रेभी पनि भन्छ यसलाई, वाइट ग्रेभीलाई साई ग्रेभी पनि भन्छ है। यो मलाई कोफ्ता स्पेसली है, मलाई कोफ्ता साई कोर्माहरूमा युज हुन्छ है।